अब जस्तै हामीले यसका स्वरहरू कति किसिमका हुन्छ अरे 5 किसिमका। जस्तै फर्स्टमा पढ्नुपर्छ आ, त्यसपछि पढ्नुपर्छ इ, त्यसपछि उ, त्यसपछि ए, त्यसपछि ओ। अब आ लेख्नलाई फर्स्टमा यो धर्को तान्नु होला, त्यसपछि सेकेन्डमा अलिकति बाङ्गो पारेर यो धर्को तान्दिनुहोस्, त्यसपछि बिस्तारै यहाँबाट ल्याउने अनि यहाँसम्म, तर यता तल ल्याउन चाहिँ हुँदैन। इ लेख्दाखेरि यो धर्को तान्नुहोस्, थोरै तान्नुहोस् इ। उ लेख्दाखेरि फर्स्टमा माथि एउटा धर्को तान्ने उ, अघि मैले यो माथि धर्को बारेमा भनिहालेँ। ए लेख्दाखेरि फर्स्टमा यो धर्को तान्नुहोस्, त्यसपछि यहाँ तल ल्याउने ए। उ लेख्नको लागि यो धर्को तान्ने, यहीँबाट बिस्तारै ल्याउने अनि ओ। ठिक छ। आ लेख्न के गर्नुपर्ने छ त, फर्स्टमा यो धर्को तान्ने, हल्का बाङ्गो पार्ने अनि आ। इ लेख्दाखेरि यो धर्को तान्ने इ। उ लेख्दाखेरि यो धर्को तान्ने ए लेख्दाखेरि यो धर्को तान्ने यति गर्ने अनि यहाँबाट बिस्तारै ए। ओ लेख्दाखेरि ओ। हामीले चाहिँ यो के गर्नु, यो यसलाई यहाँसम्म लेख्ने तलसम्म अर्काको भाषा हो, एकैचोटि आउँदैन। अनि यसले हजुरले बिस्तारै लेख्ने, हजुरले यो लेखिसक्दाखेरि हजुरलाई यो चाहिँ आउनु पर्यो। अनि यो जस्तो हतार नगर्ने, अनि मैले लेखेको भन्दा नि हजुरलाई राम्रो अक्षर मानेर लेख्ने है त।